यो हो तपाईँ हाम्रै रमाइलो गाउँ छाप देउराली। स्याङ्जा जिल्ला रापाकोट गाविस वार्ड नम्बर 5 मा यो गाउँ अवस्थित छ। यहाँका लस्करै रहेका घरहरू, डाँडा पाखा तथा धार्मिक स्थलहरूले यहाँ हुने पाहुनाहरूको मन तान्ने काम गर्दछन्। यहाँ जात जातिको रूपमा ब्राह्मण र क्षेत्री गरी दुई जातहरू बसोबास गर्छन्। यहाँका बासिन्दाहरू मेहनती र इमान्दार पनि छन्। यो ठाउँमा रहेका मानिसहरू हिन्दू धर्म मान्छन्। धर्मकर्ममा पनि बढी नै आस्था राख्ने यो ठाउँको मानिसहरूको मुख्य पेसा कृषि रहेको छ। यहाँ विशेष गरी कोदो, गहुँ, मकै लगायतका बालीहरू उत्पादन गर्ने गरिन्छ। यो हो महालक्ष्मी मन्दिर। छापा गाउँको मध्यभाग अर्थात् देउरालीमा यो मन्दिर अवस्थित छ। यहाँ दैनिक रूपमा पूजा गर्नेको साथै विशेष गरी महालक्ष्मीको पूजा आराधना समेत गरिन्छ। सोही मन्दिरसँगै अर्को छेउमा रहेको यो हो श्री देउराली प्राथमिक विद्यालय। यहाँ कक्षा 3 सम्म पढाइ हुन्छ। यस ठाउँका बालबालिकाको लागि शिक्षाको पहिलो खुड्किलोको रूपमा यो स्कुल उपस्थित छ। यहाँका डाँडापाखाहरू हरियाली सँगसँगै मुस्किरहेका छन्। ढकमक्क फुलेका फुलहरूले यो ठाउँको शोभा बढाएको छ। यसलाई देउराली भन्ने गरिन्छ। महालक्ष्मी मन्दिर, देउराली प्रावि, खेल मैदान लगायतका ठाउँहरू यही देउराली परिसरमा रहेका छन्। यहाँ रहेको महालक्ष्मी मन्दिर 2 तलामा विभाजित छ। चौकोसहितको मन्दिरको गजुर पित्तरको राखिएको छ। यो ठाउँलाई तला छापा भनेर भन्ने गरिन्छ। छापा गाउँको केही अंश यहाँ समेटिरहेको छ। गाउँदेखि करिब 500 मिटर तल यो गाउँ अवस्थित छ। अरुञ्जबाट आउने क्रममा यहाँबाट छापा गाउँ आरम्भ हुन्छ। यहाँ 8 देखि 10 वटासम्म घरहरू रहेका छन्। यो ठाउँमा सुन्तला खेती राम्रो हुन्छ। प्रत्येक घरबाट वर्षमा 50,000 आम्दानी सुन्तलाबाट हुने यहाँका बासिन्दाहरूको भनाइ छ। यो ठाउँलाई कृषि भनेर भन्ने गरिन्छ। यहाँ खेतीको लागि प्रशस्त बारीहरू रहेका छन्। यो ठाउँमा कोदो, मकै तथा सुन्तला खेतीको लागि उपयुक्त माटो रहेको छ। यो ठाउँ छापा गाउँको पूर्वतर्फ रहेको छ। यो करिब 1000 बिघा क्षेत्रफलमा समेटिएको छ। यहाँको माटो उर्वर र मलिलो पनि छ। यसको वरिपरि जङ्गल पनि रहेको छ भने घाँस काट्नको लागि खरबारी पनि समेटिएको छ। यहाँबाट चौरको लागि पनि पानीको पाइप बिछ्याइएको छ। यहाँबाट पारी रहेको गाउँ सिमलचौर, पञ्चमुत लगायतका गाउँहरू यहाँबाट अवलोकन गर्न पाइन्छ। यो जग्गा यो गाउँको अन्न भण्डार पनि हो। खेती राम्रो हुने र सोचे अनुसारको अन्नपात पनि उब्जनी हुने गरेको यहाँका बासिन्दाको यही चौरको सिरानमा रहेको थान हो झाँक्री थान। यहाँ झाँक्रीको पूजा हुने गर्छ। विशेष गरी जेठ तथा मङ्सिर महिनामा वर्षको 2 पटक पूजा गरिन्छ। यहाँ पूजा गर्दा सेतो भेडाको बलि दिन्छ र त्यो भेडाको मासु सबैलाई भाग लगाई प्रसादको रूपमा सबैको घरमा पठाइन्छ। यहाँ रहेका झाँक्री देवताको भाकल गरेमा मलले आँटेका कुरा पुग्ने यहाँका स्थानीय बासिन्दाहरूको भनाइ छ। झाँक्री थान, शिखारी थान, पिकनिक स्थल, पोखरी लगायतका ठाउँहरू यही चौर परिश्रममा रहेका छन्। यो चौरमा राम्रो घाँस पलाउँछ। गाई बाख्रा चराउनको लागि यही ठाउँ प्रयोग गरिन्छ। यहाँबाट चारैतिर हरियाली, डाँडाकाँडाहरू र मनोरम हिम श्रृङ्खलाहरू अवलोकन गर्न पाइन्छ। यो ठाउँलाई सबै क्षेत्रबाट पहल गरी पर्यटकीय क्षेत्र घोषणा गर्न पनि सकिने देखिन्छ। पर्यटकको आउनको लागि यो चौरले सहयोग पुर्याएको देखिन्छ। यो चौरको बिचमा एउटा बरको रुख पनि रहेको छ। यो ठाउँलाई शिखारीको थान भन्न गरिन्छ। यो एउटा डरलाग्दो र खतरा भिरमा रहेको छ। छापा चौरको दक्षिणी भागमा यो रहेको छ। यो एउटा ओडारभित्र अवस्थित छ। यसको बाहिरपट्टि एउटा बरको बिरुवा रहेको छ। आजभन्दा करिब 100 वर्ष पहिले उम्रिएको बिरुवा कहिले पनि नबढ्ने र जस्ताको तस्तै रहने गरेको यो ठाउँका बासिन्दाको भनाइ छ। झाँक्रीको पूजासँगै एकै दिनमा यहाँ पनि पूजा गर्ने गरिन्छ। यहाँ बलिको रूपमा परेवा काटिन्छ भने धुप तेलको दिन्छ र प्रसादको लागि तेलमा भुटेको खट्टे र हाडे उनेको हरियो आगो पनि बाल्ने गरिएको यहाँ जनाइएको छ।
छापा गाउँको अर्को मुख्य आकर्षणको रूपमा रहेको छ चौर। यो चौर करिब 500 बिघा क्षेत्रफलमा फैलिएको छ। यसको पूर्व पश्चिम र उत्तरमा जङ्गलले घेरिएको छ भने दक्षिणतिर भिर रहेको छ। यो गाउँमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूको पर्यटनका लागि सेतो माटो तथा प्लास्टर गर्नको लागि गिरी तथा बालुवा यही चौरमा उपलब्ध छ। यसको मध्य भाग तथा पूर्वतर्फको एक छेउमा गरी 2वटा पोखरी रहेका छन्। यहाँ वर्षायाममा पानी जम्मा हुने गर्दछ। चराउनको लागि लगेका वस्तुहरूको लागि यहाँ जम्मा भएको पानी खुवाउन प्रयोग गरिन्छ। यहाँबाट राङखोला, नरमन्ज्याङ, माछपाटा, चण्डीस्थान, दर्णसुरबारी तथा केही मात्रामा भए पनि हिमालयको अवलोकन गर्न पाइन्छ। यो ठाउँ पिकनिक स्पोटको लागि उपयुक्त रहेको छ। पिकनिक खान आउने पाहुनाहरूको लागि पानी तथा बिजुली बत्तीको व्यवस्था पनि यहाँ रहेको छ। संरचना सम्बन्धन पाएमा प्रसिद्ध पिकनिक स्थल बन्न सक्ने सम्भावना प्रचुर मात्रामा रहेको छ। रमाइला र हरियाली डाँडाहरू, हरियो दुबो भएको चौर, अप्ठ्यारा र खतरा भिरहरू, घनघोर जङ्गल यो चौरका हेर्न लायक र मुख्य आकर्षणहरू हुन्। यहाँको चौरमा पिकनिक खान आउने पाहुनाहरूले जीवनको अविस्मरणीय अनुभूति अँगाल्न पाउँछन्। एक पटक यो चौरको भ्रमण गरेको मान्छेले यो ठाउँलाई पक्कै पनि जीवनभर भुल्न सक्दैन। यहाँ लगाइएको बाली कोदो हो। यो बाली यो ठाउँको प्रमुख अन्न बालीको रूपमा रहेको छ। कोदो यो ठाउँमा प्रशस्त मात्रामा उत्पादन हुन्छ। यो बालीलाई कार्तिकको अन्तिम तथा मङ्सिर महिनामा भित्राउने गरिन्छ। यो ठाउँलाई तलाद्वारे भनेर भन्ने गरिन्छ र यसको माथितिर चाउको भन्ने ठाउँ रहेको छ। यी ठाउँहरू पनि छापा गाउँका केही अंशहरू हुन्। यो भिरलाई खोडडाँडा भनेर नामाकरण गरिएको छ। यो ठाउँ सार्वजनिक ठाउँ हो। यहाँ उम्रिने घाँस प्रत्येक वर्ष भाग लगाई काट्ने गरिन्छ। यहाँबाट हुने आम्दानी विकास निर्माणका कार्यहरू गर्नको लागि कोषमा जम्मा गर्ने गरिन्छ। करिब 10,000 रुपियाँ जति यहाँबाट आम्दानी हुने गर्दछ। यहाँ केही मात्रामा सल्लाहको जङ्गल पनि रहेको छ। यहाँका सल्लाहहरू पनि बिक्री वितरण गरी आम्दानी लिने गरिन्छ। यो डाँडाको फेदमा बाटुले गाउँ पर्दछ। यहाँ पनि करिब 5 देखि 7 वटासम्म घरहरू रहेका छन्। यो पनि एउटा रमाइलो गाउँ। यहाँबाट देखिने गाउँहरू केवरे, खाल्टे, लामडाँडा इत्यादि हुन्। यी गाउँहरूमा बाहुन, छेत्री, गुरुङ परिवार, विश्वकर्मा लगायतका जात जातिको बसोबास रहेको छ। यहाँ पनि बिजुली बत्ती, मोटर बाटो आदिको राम्रो व्यवस्था छ। छापा गाउँको दक्षिणी भागमा यी गाउँहरू अवस्थित छन् भने उत्तरी भागमा सिमलचौर, रापाकोट, पञ्चमुल लगायतका गाउँहरू पर्दछन्। ढकमक्क फुलेका फुलहरूले यो ठाउँको रौनक तथा सौन्दर्यता बढाएका छन्। यो ठाउँ सिमले नामले चिनिन्छ। वसन्तको बहारसँगै ढकमक्क फुलेका फुलहरूले यहाँको शोभा बढाएका छन्। यहाँ प्रशस्त मात्रामा सुन्तला खेती पनि हुन्छ। यहाँ करिब 500 वटा सुन्तलाका रुखहरू रहेका छन्। 5 देखि 7 वटासम्म घरहरू यो बस्तीमा रहेका छन्। यहाँबाट सिधा पारी दक्षिणतर्फ क्योरे, खाल्टे, लामडाँडा लगायतका गाउँहरू पर्दछन्। पश्चिमी भागमा चिरबारे, सल्यान लगायतका गाउँहरू रहेका छन्। यो गाउँको तलतिर खेतीयोग्य जमिन रहेको छ। यहाँ कोदो, मकै, तोरी, फापर लगायतका अन्नबालीहरू प्रशस्त रूपमा उत्पादन हुने गर्दछन्। सुन्तला खेतीबाट यो ठाउँका बासिन्दाहरूको जीवनस्तर तथा आर्थिक स्तर उकासिएको छ। यहाँ कफी खेती पनि फस्टाउन सक्ने सम्भावना रहेको छ। सुन्तला तथा कफी खेतीको लागि मल तथा बिरुवाहरू सरकारी क्षेत्रबाट उपलब्ध गराइदिने हो भने यहाँका बासिन्दाको जीवनस्तर अझै उकासिने देखिन्छ। यो ठाउँलाई बास्तानी भनेर नामाकरण गरिएको छ। यहाँ एउटा ढुङ्गे धारा रहेको छ। यो धारामा सधैँभरि अटुट रूपमा पानी आइरहन्छ। छापा गाउँमा पानीको व्यवस्था घर घरमा नपुग्दा यही धाराबाट पानी घरमा लगिन्थ्यो। अहिलेसम्म पनि स्कुल पढ्ने केटाकेटीहरूले शनिबारको दिन नुहाउन तथा कपडा धुन यहाँ आउने गर्दछन्। एउटा अचम्मको कुरा के छ भने यहाँको पानी साँझमा र बिहानमा एकदमै तातो हुने गर्दछ भने दिउँसो अर्थात् गर्मी समयमा चिसो हुने गर्दछ। बाँसपानीको धाराभन्दा माथिबाट सिरबार जानको लागि मोटर बाटो लगिएको छ। यही रोडको कुनातिर पानीका मुहानहरू रहेका छन् र ती मुहानबाट निस्केको पानी जम्मा गर्नको लागि एउटा तलाउ बनाइएको छ र त्यो तलाउको पानी चराउनमा लगेका गाईबस्तुलाई खुवाउन प्रयोग गरिन्छ। यसै बाटोको आदितिर एउटा पौवा पनि बनाइएको छ। गर्मी भएको बेला शीतल बस्न र पानी परेको बेला ओत बस्न यो पौवा प्रयोग गरिन्छ।
यो कुवासँग जोडिएर गएको रोड बाटो सिरबारे गाउँमा पुग्छ। यो रोडभन्दा माथि रातो पहरो नामको डरलाग्दो भिर पनि रहेको छ। यही रोडको आलीतिर एउटा चौपारी पनि रहेको छ। यो चौपारीमा पिपल र समीका ठुला ठुला रुखहरू रहेका छन्। गर्मीमा शीतल बस्नका लागि यिनीहरूको प्रयोग गरिन्छ। सिरबारे गाउँ पनि रापकोट गाविसमा नै पर्दछ। यहाँ करिब 10 देखि 15सम्म घरहरू रहेका छन्। यहाँ खेतीपातीको हकमा कोदो, गहुँ, मकै, फापर, सुन्तला लगायतका बालीहरू राम्रो हुने गरेका छन्।